घन्टी 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 मेरो बच्चा गाडीमा थियो 12 पढ्ने सानो घन्टी बोकेर आइछ यसो हल्लाउनु आयो आएर त किन हल्लाइछ भनेर उयो नानीलाई उसलाई पिटायो मलाई यहाँ तान्न आयो अनि नाली त चाहियो रे भन्दिनु हामी मान्दैनौँ नत्र हैन उसमा हजुर हजुर भोट चाहिँ के हाल्ने भोटमा ड्राङमा कान्छ ढङ्गमा हाल्ने भोट ड्राङमा सो हाई एभ्रिवान अनि नमस्ते सबैलाई कम टु सुभाष द अनटोल्ड डायरिज होइन सो यहाँ चाहिँ लाइक विभिन्न प्रकारको ब्लगहरू हुन्छन् जस्तै मेरो चाहिँ मेन कुरा गर्ने भने मेरो चाहिँ लाइक कम्बो ब्लग हो सो आजको ब्लगमा चाहिँ हामी बन्दीपुर मानुङकोट हुँदै हामी बाह्रसिङ्गेको ब्लग टुरमा छौँ सकेसम्म यो ब्लग टुर चाहिँ हामी बबाली गर्नेछौँ पहिला हामी मानुङकोट चाहिँ भोलि बिहान जान्छौँ अनि आज चाहिँ हामी बन्दीपुरको भ्यू हेरेर त्यहाँ बसेर अनि भोलि चाहिँ मर्निङमा ड्रोन सट हानेर सन्देश दारी भेट्छौँ सो या तिनी अहिलेलाई अनि बाँकी के हुन्छ म इन्फर्म गराउँछु यो चाहिँ लाइक यहाँ होटेलमा थियौँ सो हामी रुमबाट चाहिँ डिस्चार्ज हुन लागेको सो भाइ चाहिँ पुरै ड्रेस प्याक गर्दैछ अनि सो हाम्रो ड्रोनको सामान यहाँ छ ड्रोन गोप्रोको अरू त सबै ठिकठाकै छ सो ल हामी केही टाइमपछि तपाईँलाई भेट्छौँ बाइकमा पुरै चुनाव लगाइरहेको छ गाइज होइन तपाईँहरू देख्न सक्नुहुन्छ घन्टी 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 उतापट्टि चाहिँ फेरि पुरा होइन ल ठिक छ चुनाव यतिको चुनाव चाहिँ लाग्न पऱ्यो है तर अलिक कम लागे जस्तो लाग्यो है मलाई चुनाव देशमा चाहिँ काठमाडौँमा चाहिँ अलिक कम चुनाव लागे जस्तो लाग्यो गाइज हिँड लाग्यो ल ल सो बेटी लो भइसक्यो होइन सो अब म चाहिँ लाइक बेटी चेन्ज गर्छु पुरा घन्टीको माहौल छ है देशभरि लगभग भन्न मिल्छ कि मिल्दैन फेरि गाह्रोको छ त्यहाँ सो गाइज 1460 पेट्रोलको रिमार्क त लेख्नु पऱ्यो नि होइन त्यो दिदी त नेटै लिएर गइदिन्छ यार हटस्पट दिनु नि त यार हटस्पट दिदीले त हटस्पट त दिनु भएछ तर आफ्नो एकछिन चुप्पो लागिदिनु ल गाइस हामी चाहिँ खाजा चाहिँ खायौँ होइन अनि अब चाहिँ हामी निस्किन्छौँ सो यहाँ आमाहरू पनि हुनुहुन्छ दिदीहरू पनि हुनुहुन्छ रमाइलो भइरह रमाइलो रहेछ र आमा दिदीहरू ठ्याक्क ओ दिदी हजुर हजुर भोट चाहिँ के हाल्ने भोटमा ड्राङमा कान्छ ढङ्गमा हाल्ने भोट ड्राङमा घन्टी सन्टी हाल्ने आएन ड्राङमा अब चुनावमा भयो भने ड्राङमा हालिदिने हो अब कुनमा हुन्छ अब त्यो घन्टीमा हाल्ने दिदी इच्छा त्यही हो सबै घन्टीमै हो पुरै घन्टी अनि एमाले त अनि फेरि तपाईँको भत्ता दिन्छ नि त फेरि अनि एमालेको भत्ता खाएर घन्टीलाई भोट हाल्ने त भएन नि त भने चाहियो हामी बुढी भयो नि हाम्रो छोरा नाति यस्तो यस्तोलाई भोलि राम्रो होस् न हो होइन र हामी पो अब गयो उनीहरूले डाँडा काट्यो अब हाम्रो छोरा नातिहरूलाई चाहिँ राम्रो होस् यतिको मान्छे चाहिँ हुनुपर्छ कि होइन ल देशलाई परिवर्तन चाहिएको छ गाइस होइन हाम्रो लागि होइन छोरा नाति ल यस्तो बुढी मान्छे धरि चाहिँ अब यतिको कुरा गर्ने होइन यति बुढी मान्छे धरिको त हो दिमागमा चाहिँ होस आइसक्यो भने बाँकीको मान्छेको नि आउनु पऱ्यो ल होइन दिदी ल अब हामी दाइ ल के माले भोट रङमा हो दाइको नि त्यही रहेछ पुरै दाइको क्याफे नाम चाहिँ के अरे टर्निङ पोइन्ट ठ्याक्कै हामी चाहिँ सीता पाइलाबाट आउँदाखेरि चाहिँ होइन त होइन सीताबाट आउँदाखेरि अनि हाम्रो नौबिसे के भन्छ त्यसलाई तँलाई के भन्छ त्यसलाई यहाँ सीता पहिला आउँदाखेरि चाहिँ ठ्याक्क यहाँ उकालोमा चाहिँ ठ्याक्क खाजा गर्छ र मिठो तैँले मिठो चाउमिन खानिदिनु भयो जे पनि तपाईँहरूलाई काठमाडौँबाट आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ एकचोटि चिया खाएर खाजा खाएर जानु त होइन ल ल हाई भन्नु दाइ ल घन्टीमा भोट हाल्ने फेरि मेरो अगाडि घन्टीमा भनेर फेरि कान्छै हाल्दैन भोट ल ल ल ल ठिक छ
त्यही भएर के भएछ यसो बुझ्नु पर्यो होइन गएर दाजु के भएर खासमा बाबु के भयो बाबु के भयो होइन सुन्नुहोस् है बच्चा गाडीमा थियो 12 पढ्ने सानो घन्टी बोकेर रहेछ यसो हल्लाउने आयो आएर त किन हल्लाइछ भनेर उयो नानीलाई उसलाई पिटायो मलाई यहाँ तान्न आयो अनि नाली त चाहियो अरे होइन गाडीमा टाङ्गेर डुन्नु र हात हालेर बाटो छेकेर यिनीहरूले घन्टी हल्लायो भनेर प्लिज लुक एट दिस मेरो 20 वर्षको बहिनी छ उसले यहाँनिर उदाखेरि घन्टी बजायो फाइन हामीले गएर हामीले आएर सबजनाले सरी भन्यौँ सरी ल ठिक छ अलि डिसरेस्पेक्टफुल भयो भनेर चारैजनाले सरी भन्यौँ 20 वर्षको बहिनी एमबिबिएस पढेर चाहिँ घुम्न ल्याइरहेको तपाईँ नेपाली हो नागरिकता देखाउनु अहिले नागरिकता देखाउ भनेर मेरो बाबालाई यसरी समात्दै घाँटी नाक्नाएर यहाँ हेर्नु रगत हेर्नु यहाँ यो कस्तो न्याय भयो हाम्रो चाहिँ देश होइन हामी चाहिँ प्रचार गर्न नपाइ ठिक छ र म मान्छु अलिकति डिसरेस्पेक्टफुल भयो मेरो सुन्नु न होइन अब यसरी सुन्नु न अब यहाँ तपाईँ हामी मात्रै छैनौँ नि त दाइ मोबाइल चाहिँ खिच्नु न तपाईँ हामी मात्रै छैनौँ नि त दाइ सुन्नु दाइ चाहिँ बढी इस्यु बनाउने भन्दा नि होइन दाइ लेस सर्ट आउट होइन किनभने कति मान्छे पर्खेर बसिरहेको हेर्नु न गाह्रो भइरह्यो नि त हाम्रो गाडी सरी बच्चाले हो भने हामीलाई त हान्नै आयो सरी भनेको दुईचोटि सरी भन्दाखेरि गाडी फोन आएको हो होला हामीले मैले उहाँ पनि एकजना हुनुहुन्थ्यो है त्यो अङ्कल पनि यो अङ्कलको नि फोटो खिच्नु प्लिज हामीले सरी हजुर अनि सरी भनेको तपाईँ अहिले दिइहाल्नु मान्छे देखेकै छैन त म पछि के काम भयो त होइन त यस्तो मैले सबैलाई आफ्नो खुसी रोक्ने अधिकार छ क्या होइन त्यो फालसाल भन्न परेन होइन अब त्यही हो बाजे के हो होइन हात हाल्ने मान्छे र बेच छोडेर हात हाल्ने मान्छे र त्यो मान्छे चाहिँ कहाँ गयो भन्ने कुरा त भयो क्या त्यो मान्छे चाहिँ कहाँ गयो भन्ने कुरा हो क्या त्यो मान्छे उहाँहरूले बोलाउनु पर्यो मान्छे 20 वर्षको एमबिबिएस पढेर बहिनी हो हामीहरूले घुम्न ल्याएको उनीहरूले भन्न पायो भने उनीहरूले घन्टी बजाउने भन्ने यत्रो छ तपाईँहरूको इगो पार्टीको के इगो यत्रो छ एउटा घन्टीले त्यस्तो भन्नु होइन दाइ सुन्नु न होइन सुन्नु न म बोल्छु दाइ एउटा कुरा के हुन्छ नि पार्टीको दाइ सुन्नु न मैले हालेकै छैन त्यहाँ पछाडि हुनु भएको यो गर्न त पाइँदैन भए पनि तपाईँले त घन्टी आउँदैछु पछाडि भन्दैछु तपाईँ बोलाउनुहोस् न त गाडी यहाँ छोडेर गाडी यहाँ छोड्नु भएको छ गाडी साहब म तपाईँहरू चाहिँ के चाहिँ गर्नुभयो भने होइन सुन्नु न तपाईँहरू चाहिँ के चाहिँ गर्नुभयो नि तपाईँले जुन चाहिँ टोपी लगाउनु भइरह्यो नि जुन चाहिँ ब्याज लगाउनु भयो त्यसको विजय गर्नुभयो क्या उल्टै अब हात हालेर एउटा हिँड्यो अनि मलाई दोष लगाउँछ सरी भनिरह अनि मैले यता तानेर घन्टी बजाउन पाइँदैन बाह्रपट्टि यस्तो सानो घन्टी बजाएको महिला दुईजना थियो सबै भाग्यो भन्ने त्यो हात हाल्ने भन्ने मान्छे त्यही भने होइन यस्तो क्या दाइ सबैलाई आफ्नो पार्टीको त्यो अधिकार छ क्या अधिकार छ होइन त्यसो गर्नु पाइँदैन होइन छोड्दिनु गाडी साइडलाई अरूहरू जान दिनु छैन बाइकमा छोडो ब्याग र यो गाडी आएको यो मान्छे हो यो दुईटा मान्छे हो यहाँको अनि
हामीलाई त यहाँ पुरै गाडीभित्र तानेर हामी सबजनालाई त ड्याडीलाई बाहिर निकाल्नु भयो यसरी हामी घुम्न आएको मान्छे 2 जना बहिनी छ यार यत्रो सानो बहिनी छ लाज लाग्दैन उहाँले 3 जना आइमै छ गाडीमा सरी चारैजनाले सरी भनेको बिचरा मेरो ड्याडी हाँसी अनि सरी भन्दै हुनुहुन्थ्यो आएर यसले घाँटी समात्दै गएछ हामीलाई चाहिँ के गर्ने त अनि रिस उठ्दैन बिचरा ड्याडीलाई 2 जना सानो बच्चाहरू छौँ क्या हामी त बिचरा ड्याडीले के सोच्छ छोरीहरूलाई यस्तो गरेपछि घन्टी देऊ भनेर हाम्रो घन्टी पनि दियो पठाइसक्यो क्या हामीले फेरि अब नगर्नु ल सरी यही हो ल को हो यो मान्छे यही हो मलाई ना गीता दिएर घन्टी दिएर भित्र झम्टेर मेरो झ्यालबाट झम्टिन खोजेको जो भए पनि जे भए पनि खै ठिक हो नि त जे भए पनि उहाँले ठिक चाहिँ गर्नु भएन होइन यदि लाइक कोहीले चिन्नुहुन्छ भने चाहिँ सकेसम्म उहाँलाई चाहिँ एकचोटि सम्झाइदिनु होला उहाँले कुरा गर्ने प्रक्रिया चाहिँ अलिकति ठिक लागेन भन्ने कुरा आयो यहाँ त्यही हो गाइस अब लगभग अब हामी छुट्छौँ नि अब हामीलाई फेरि ढिलो पनि हुन्छ अनि म होइन नि त्यही हो अब जो पनि व्यक्तिहरू हुनुहुन्छ चुनावमा प्रचार गर्दै हुनुहुन्छ यो पार्टीको झन्डा बोकेर पार्टीको बेइज्जत गर्ने काम चाहिँ कहिले पनि नगर्ने होला ल हामीले चाहिँ एकतर्फी कुरा चाहिँ सुन्यौँ उहाँले घन्टी बजाउँदै आएको उहाँले उहाँको दुःख पीडा कष्ट चाहिँ उहाँले भन्नुभयो जे भोग्नुभयो तर हामीले अर्को पट्टिको कुरा सुन्नुपर्छ चाहिँ खासमा भएको चाहिँ के हो दाइ तपाईँको पक्षबाट हेर्दाखेरि यस्तो हाम्रो भएको के भने हामी उताबाट फसारमा थियौँ होइन उताबाट आइसकेपछि यो गाडीले के गर्यो भनेदेखि तपाईँको चाहिँ एकदम स्लो गरेर घन्टी बजाइदियो है घन्टी बजाइसकेपछि चाहिँ हामी आयौँ गाडीलाई रोकिसकेपछि घन्टी किन बजाएको हामी यस्तो फसार गरिरहेछौँ तपाईँले हेर अनावश्यक घन्टी बजाइदिनु मिल्दैन आचार संहितामा चाहिँ यस्तो छैन भनेर भनेको अनि बाहिरको गाडीहरू कुन गाडी आए अनि सबजना त्यो पनि सायद यही पार्टीका के थिए होला थाहा भएन होइन उनीहरूले आएर झ्यामझुम हान्न थाले हाने लास्टमा हामी आफैले छुट्याइदिनु पऱ्यो कि छुट्याइदिनु पऱ्यो अहिले आएर उहाँले के गर्नुभयो डाइरेक्ट हामीलाई मात्रै देखाउनु भयो र हामीलाई मात्रै आरोप लगाउनु भयो कि हजुर अरू भएको भनेपछि उहाँलाई हातपिट गर्ने चाहिँ तपाईँहरूको हाम्रो टिममा होइन हाम्रो तपाईँहरू चाहिँ छुट्याइदिनु भयो हामीले चाहिँ छुट्याइदिएको कि भनेपछि मैले सरल भाषामा भन्दै गर्दा तपाईँको पार्टीको जुन चाहिँ कार्यकर्ताले गर्नुभयो नि अब मारपिट भयो नि त त्यहाँ लगभग त्यो चाहिँ हातपात पनि भयो त्यो त गलत त हो नि त गलत हो तर हाम्रो पार्टीले गरेन हामी यहाँ जो आम जति छौँ त्यति हाम्रो टिमले गरेन कुनै पनिले अरू बाहिरको याजल कसले आएर गर्यो त्यो चाहिँ हामीलाई थाहा भएन आनै गए सक्यो धन्यवाद दाइ होइन किनभने हामीले चाहिँ एउटा एकतर्फी मात्र कुरा सुनिरहेको थियो क्या सो तपाईँले चाहिँ देख्नु भए तपाईँ छुट्याउनु पनि भएको रहेछ होइन तर जे भयो गलत चाहिँ भयो नि त गलत चाहिँ भयो अब त्यसलाई चाहिँ अब के भने अब हामीले त्यो मान्छे खोज्न पनि सकिँदैन उसलाई हामीले सकभर बचाउनै खोजेको हाम्रो पार्टीको त्यस्तो त्यही चाहिँ मेरो चाहिँ के कुरा भन्दा म चाहिँ जोगलाई पनि के भन्छु भने पार्टीको नाउँमा चाहिँ किनभने सबैको पार्टीको आफ्नो आस्था सिद्धान्त हुन्छ कि दाइ कोही एउटा सर्टेन व्यक्तिले चाहिँ कोही एउटा व्यक्तिले आएर चाहिँ त्यो पार्टीको सिद्धान्तलाई चाहिँ बिगार्नु ठिक चाहिँ होइन क्या किनभने कतिपय ठाउँमा चाहिँ पार्टी सबै पार्टी राम्रो हो क्या व्यक्तिले चाहिँ नराम्रो बनायो नि त बाहिरको पार्टीको मान्छेले आएर हानेको हाम्रै पार्टीको मान्छे हो भन्ने कुरो नि त हामीलाई थाहा भएन नि त अर्को कुनै पार्टीले पनि आएर हाने होला हामीसँग त यो तपाईँको चाहिँ नेपाली कम्युनिस्ट पार्टीसँग त रिस छ सबैलाई होइन त्यो चाहिँ हामीलाई नराम्रो बनाउनको लागि पनि त अरूले आएर हान्दियो होला अब हामीले नेपाली कम्युनिस्ट पार्टीले तपाईँको गरेर छुट्याइदिए मात्रै हो बाँकी कुरा अरू केही गरे छैन भनेपछि तपाईँको नजरमा चाहिँ यो षड्यन्त्र पनि हुनसक्छ षड्यन्त्र पनि हुनसक्छ क्या यो चाहिँ चुनावको माहौलमा कसरी हुन्छ नेपाली कम्युनिस्ट पार्टीलाई चाहिँ नराम्रो बनाउनु खोजेको हो कि जस्तो हामीले चाहिँ बुझ्यौँ कि अहिले ल हस् धन्यवाद दाइ होइन एकदम खुसी लाग्यो राम्रो लाग्यो ल यसरी सहयोग गर्दै गर्नु होला ल हजुरको को छ यहाँ ताराबाट हजुर ताराकै भन्नु भएन राजेन्द्र प्रसाद पाण्डे ल उहाँलाई जितको चाहिँ अग्रिम शुभकामना ल धन्यवाद सो गाइज होइन हामी चाहिँ लाइक मनोकामना आइपुग्यो सो मनोकामनाको गेट हो यो केबल कार्यको सो लाइक सबैले आफ्नो एक एकवटा विस माग्नु होइन सो मनोकामना माइली चाहिँ तपाईँको विस पुरा गरोस् नगर्नु एकछिन क्या सो तपाईँहरूले चाहिँ आफ्नो एक एकवटा विस माग्नु होइन सो मनोकामना माइली चाहिँ तपाईँको विस मागोस् सो मेरो विस चाहिँ के हो भने मेरो बा आमालाई चाहिँ मेरो बा आमालाई चाहिँ भगवान्ले सधैँ खुसी राखोस् मलाई केही पनि पर्दैन मेरो बा आमालाई चाहिँ सधैँ राम्रोसँग राखोस् खुसीसँग राखोस् सधैँ खुसी बनाइदियोस् होइन जति दुःख छ बरु मेरो भागमा परोस् तर मेरो बाबा आमालाई चाहिँ खुसी हुनु पऱ्यो यही हो मेरो विस चाहिँ ल हामी कट्यौँ पनि सो तपाईँहरू विस पनि माग्नु भयो होला तपाईँहरूको विस पुरा होस् हो होइन होइन हामी कुरिन्दा आइपुगिसक्यो बल्ल भाइ यहाँ भाइ कस्तो भइरहेको छ सो हेर्नु यार यस्तो ढाँड दुखेर यार
यस्तो गाह्रो भइसक्यो होइन कम्प्लिटली अझै 1.5 घन्टा लाग्छ भने कहिले पुग्ने हो को यस्तो छ बाइक कालो यस्तो छ हेर्ने यहाँ बाइक आयो त्यस्तो छ हाम्रो पुगुको हालत फेरि यस्तो छ पुगु आइ पनि पुगु सो हामी चाहिँ यहाँ के हो यो पसलको नाम नेवारी खाजा खार घरमा चाहिँ हामी चिया खान्छौँ अनि ठ्याक्क निस्किन्छौँ अब हेरौँ कस्तो हुन्छ यात्रा अझै बाँकी नै छ 1 घन्टा 1.5 घन्टा जतिको होइन ल एकछिनपछि भेट्छौँ हामी त्यस्तै सरी मेरो दाइ हाई भनिदिनु के हो सरी मेरो फ्यामिली बाई त्यस्तो नहुनु दाइ हम त पुरा यार मान्छेलाई पुरा अब कफी खान्छौँ हामी अनि कफी खाएर अब आधी घन्टा भित्रमा बन्दीपुर जाने भोलि ड्रस हाल्नुपर्छ यार हजुर सो गाइस पुरै हुस्सु लागिरहेको छ पुरै हुस्सु लागिरहेको छ होइन लाइक कम्प्लिटली क्या चिसोले क्या डेन्जर चिसो भइरहेको छ होइन सो अब हाइटमा पनि आयो नि त हाई अल्टिट्युडमा पनि जान लाग्यो हामी सो त्यही भएर चाहिँ लाइक चिसो चाहिँ चिसो छ राति उदो आउँदा चाहिँ लाइक डर लाग्ने ठाउँ चाहिँ छ है पुरै माथि नि गाडी तल नि गाडी होइन एक्लै चाहिँ डेन्जर तनावै हुन्छ जस्तो राति आउँदालाई सो दिपेश दाईहरू चाहिँ अब पछाडि नै हुनुहुन्छ दिपेश दाई फेरि लास्ट चाहिँ कछुवा रहेछ बाइक चलाउन अब दिपेश दाईले पग्यो भनेर पुगेर पुग्ला है अनि हामी चाहिँ पुग्दै गरौँ कहाँ दिपेश दाई रिसोर्टमा हाम्रो मानुङकोट रिसोर्टमा चाहिँ बुक गरेको छ दाइले ट्याक्क देखाउनु भएको छ मिठो एउटा हाल्नु लगाइदियो नि त दाइले मलाई कहाँ हो अब फेरि माथि हो कम्प्लिटली हेर मलाई त दाइले लाइसेन्स निकालिदिएर लाइसेन्स यहाँ यतिको आउनु सक्ने मान्छेले चाहिँ लाइसेन्स निकाल्न सकिन्छ है अझै माथि हो दाइ अझै माथि हो जस्तो लाग्यो मलाई चाहिँ होइन के हो त्यो बुझौँ न सो म चाहिँ आइसकेँ अनि कम्प्लिटली हाम्रो दिपेश दाईको यहाँ लाइसेन्स दिपेश दाईको चाहिँ लाइसेन्स निक्लिनु चाहिँ निक्लिनु थाहा हुन्छ है ठ्याक्क अब तर बुढाले निकाल्दा सबै उता त ओ के आइसक्यो हेर दकालिदिउँ एकमै हो यो तान्दै तान्दैन फाइनल्ली दिपेश दाईको लाइसेन्स आयो लाइसेन्स निकालेर रहेछ दिपेश दाईले भन्ने कुरा लाइसेन्स निकालेर रहेछ नि बुझेको मैले लाइसेन्स निकालेर रहेछ क्या आफै सो लाइक दिस इज मानुङकोट सो दाई हाई भनिदिनु यता ल यदि कसैलाई चाहिँ लाइक मानुङकोट आउनुपर्छ भने लाइक दाईले सम्पर्क गरे भएन राम्रै छ यार जे पनि अब यतिको बजेटमा क्याट रहेछ कमन रुम तपाईहरुलाई पर पर्सन 1000 सम्म गर्दिमला एटच रुम सुत्न चाहनुहुन्छ भने पर पर्सन 12 हुन्छ जाउँछ नि हजुर हाम्रो खाना हाम्रो रेस्टुरेन्टमा छ है सो यो चाहिँ हामी बसेको चाहिँ लाइक होटल मानुङकोट लाइक रिजोर्ट भयो अनि
यहाँ चाहिँ लाइक क्याम्प फायर पनि हुन्छ होइन, हामीले क्याम्प फायर पनि गरेका छौँ। नाटी स्टे भएले लोकल फुड र बिबीको पनि हुन्छ। सो हुक्काहरू पनि लाइक एभाइलेबल छ। सो त्यही नै हो लगभग। अब हेरौँ, हामीले एक्सपिरियन्स त गरेको छैन, अब एक्सपिरियन्स गरेपछि कस्तो हुन्छ लाइक डिसेन्ट एकदम ट्रु मैले मेरो पोइन्ट अफ भ्यू राखिदिन्छु। लाइक त्यही हो। सो गाइज अब चाहिँ हामी आइपुग्यौँ होइन। अब खानासाना खानुपर्छ किनभने खाना खानुपर्छ किनभने चाहिँ तपाईँको यहाँ चाहिँ 10 बजीसम्म मात्रै टाइम लिमिट रहेछ। सो हामी चाहिँ बढी नै भइसक्यो। हेर्नु तपाईँ हेर्नु सक्नुहुन्छ मान्छेहरू स्टिल पनि आइरहेको छ क्या। बाइक तपाईँले 3-4वटा बाइक देख्न सक्नुहुन्छ होइन। गीत गाउँदै आइरहेको लोकदोरी। ल जाऊँ खाना खान जाऊँ त। ल जाऊँ खाना खान टक्क जानु पऱ्यो होइन। ल अब त्यही हो। ल डिजी आएको दाइ ल टक्क अब यता। सो नाचगान गर्नको लागि चाहिँ यहाँ ठाउँ छ कि छैन भन्ने कुरा हजुर होइन। पुरा एउटाले चाहिँ अचार सचार हाल्ने, एउटाले चाहिँ पुरै सागपात पकाएको छ होइन। पुरै बुढिया बहिनीले यता भाइ भन्दा बहिनी बहिनी फेरि पुरै लजाउनु रहेछ क्या। यो बहिनी चाहिँ नलजाउनु रहेछ फेरि। ल तिम्रो नाम के अरे? ल तपाईँले चाहिँ मानुङकोट आउनु भयो भने सन्जुलाई चाहिँ सम्झिनु पऱ्यो है गाइस। ल सन्जुलाई हेर्नु भयो मानुङकोट चाहिँ आउनु पऱ्यो है गाइस तपाईँहरू। ल ठिक छ। यो चाहिँ हाम्रो किचन रहेछ होइन। यहाँ नाचगान गर्नु मिल्छ त होइन? मिल्छ। ओ हाम्रो टक्क ल दाइलाई चाहिँ चाँडो भएको नि है, बानी भइसक्यो तपाईँलाई होइन। यहाँ यो चाहिँ मानुङकोटको हामी बसेको रिसोर्टको चाहिँ यो हाम्रो किचन रहेछ। खाना खाने ठाउँ भइहाल्यो। अब तपाईँले चाहिँ यहाँ नाचगान गर्नलाई क्याम्प फायर पनि मिल्ने है। आज हामी गर्नु मिल्छ क्याम्प फायर? क्याम्प फायर हान्नु मिल्छ हामीले? ल हामी चाहिँ अब टक्क क्याम्प फायर हानेर यसो तोम्बा पाउँछ यहाँ? ल तोम्बा टक्क दाइ तोम्बा त हुँदैन है? विशाललाई चाहिँ के अरे हाम्रो दिपेश दाई चाहिँ आर्टरको चाहिँ ट्वाके सङ्घको अध्यक्ष भन्न मिल्छ कि मिल्दैन होइन? बिचरा मेरो दाई एकदम बिचरा यार लास्टै हेल्थ कन्सियस हो। हेर्नुहोस् 6 प्याक भाइ त्यो छ। ल त्यही हो गाइस। अब खानासाना खान्छौँ हामी होइन। अनि खानासाना खाएर अब कस्तो हुन्छ यहाँको खाना भन्ने कुरा चाहिँ म तपाईँलाई देखाउँछु नि त कम्प्लिटली। त्यही हो अब हाम्रो खाना दाइ कति टाइम लाग्छ हाम्रो खानालाई? खाना कति टाइम लाग्छ दाइ हाम्रो? पाकिसक्यो खाना होइन। अब खाना खाएर टक्क क्याम्प फायरको लागि रेडी बनायो नि त दाउरा सर। दाइ के अरे सुन्नु दाइ के अरे क्याम्प फायरको लागि चाहिँ रेडी गरिदिनु नि त। आगोसँग टक्क टापेर हामी बस्छौँ। ल अब त्यो भयो। ल दिपेश दाइ ल अब खाना खाऊँ है। पहिला खाना त्यो भिडियो सुरु ल ठिक छ। ल यो चाहिँ कम्प्लिट हाम्रो क्याम्प फायर चाहिँ यस्तो हुन्छ है फेरि केटा हो। त्यो बढी एक्सपेक्टेसन राख्ने होइन नि फेरि। ल यस्तो हुन्छ ठ्याक्क। चाहिँ कम्प्लिटली क्याम्प फायर भयो बस्ने। यहाँको लो अनि खानासाना खायो गाइस होइन। जो पनि मिठो थियो तर अलिकति पिरोको टेक्सचर अलिकति बढी भएर होड चाहिँ पोलिरहेको थियो त अति बबाल होइन। अनि अब क्याम्प फायर हान्ने एकछिन अनि गीत गाएर रमाइलो गरेर अनि हामी जान्छौँ। थ्याङ्क यू सो मच दाइ है। थ्याङ्क यू सो मच। मिठो खाना खानिदिनु भयो अनि एकदम मिठो नै अर्ग्यानिक नै खानिदिनु भयो। अनि लाइक यति मिठो खाना खानिदिनु भयो। सो त्यही तपाईँहरू पनि कोही हेर्दै हुनुहुन्छ भने आउँदै हुनुहुन्छ भने चाहिँ प्लिज दाइलाई सम्झिनु। दाइले नम्बर पनि छोडिदिनु भएको छ, म मेन्सन पनि गरिदिन्छु। ओके ल यो चाहिँ हाम्रो बिरालोलाई होइन ससेस र यसो गर न तिमीसँग मान्छ नि दिपेश दाइ तपाईँको एक्सपिरियन्स कस्तो भयो लाइक पोखरादेखि यहाँ आउँदाखेरि चाहिँ?
तपाईँ कुर्न पर्यो त्यसमा त अब सरी होइन तर हामी आयौँ त ठ्याक्क कति घन्टा रे 5 घन्टा कुर्नु पर्यो होला 5 घन्टा भनेको थोरै हो सरी दाइ त्यसको लागि सरी होइन लाइक थोरै भयो तर दाइ मैले चाहिँ तपाईँलाई के भन्दा नि तपाईँको दमौली देखेको यहाँको एक्सपेक्टेसन चाहिँ कस्तो थियो र कस्तो लाइक रियालिटी कस्तो भयो अब दिउँसो भइदियो भए अलि राम्रोसँग भन्नु मिल्थ्यो राति त्यो बाटोमा हेर्ने कि साइडमा हेर्ने कि है मेरो त ध्यानै एकदमै फोकस थियो कन्सन्ट्रेट हुनु पऱ्यो नि त बाटोमा तर हामी आफ्टर लङ टाइम पछि भेट्यौँ नि त होइन लाइक अब हामीले कति प्लान गरेको थियौँ नि त मुस्ताङ जाने कहाँ जाने भनेर अनि लाइक फाइनली फर्स्ट टाइम चाहिँ भयो क्या त्यसको मेन धोकेबाज त तै होस् कसरी मलाई दाइ मलाई दोष लगाउनै मिल्दैन क्या दाइ कसरी म धोकेबाज लेट गरेछ भने म कति बजी रेडी भएको थाहा म रेडी भएको 12-1 बजीदेखि होइन हजुर लास्टमा म हिँड्न पऱ्यो कति बजी 2 बजी तपाईँ कहाँ हिँडेको म 3:30 बजे हिँडेर पनि म कति 1.5 घन्टा आइपुगेँ हो र अनि ल ठिक छ अब यसको अब विस्तृत जानकारी भोलि बिहानमा चाहिँ अहिले चाहिँ केही भन्न मन लागेको छैन ठिक छ ल खाना खाऊँ ल मलाई देखाउनु न एकचोटि ल भन्नु के तर के छ केही भएन म त धुलो खायो के रे धुलो मात्रै खायो धुलो मजा खायो आयो यहाँ त्यसरी हो र के तिमीले भने सिकायो क्या डराइ नभन न अलिक खुलेर भन न किन डराउने हो र ल ल ठिक छ यही हुन्छ तिमीलाई होइन उसमा हामी चाहिँ नाइट भ्यूको लागि चाहिँ टक्क जाँदैछौँ अनि नाइट भ्यूको लागि चाहिँ हामी फेरि यहाँ मन्दिर छ क्या भोलि बिहानको लागि सहिलो हुन्छ त्यो नाइट भ्यू पनि कस्तो हुन्छ हेरिदिउँ न भन्ने कुरा छ तर लाइट चाहिँ 0 नै छ यहाँ होइन तर पनि मैले सकेसम्म चाहिँ लाइक खिच्ने प्रयास गरिरहेको छु यो चाहिँ लाइक कम्प्लिट नाइट भ्यू नै भन्न मिल्छ होला होइन सो या कस्तो स्विङ गर्नु यार सो तल त दमोली थियो नि त कम्प्लिट होइन सो दमोली भयो तल अनि त्यहाँबाट चाहिँ ड्रोन सट हान्ने ड्रोन सट त भोलि उताबाट हान्ने ल मैले यो चाहिँ कम्प्लिट भयो नाइट भ्यू अनि त्यही नै हो लगभग नाइटमा चाहिँ बसेर जे भयो नि भ्यू हेर्न चाहिँ रमाइलो हुने रहेछ सो यो चाहिँ कम्प्लिट नाइट भ्यू है नाइटमा चाहिँ यस्तो देख्छ तर यहाँ चाहिँ केटाहरूसँग ग्रुपमा आएर गिटार लिएर होइन टक्क बसेर चाहिँ लाइक आगो ताप्दै त्यो गाना सुन्दै केटाहरूसँग भाइब लिख्दै त्यो भ्यू हेर्दै बस्न चाहिँ अति बवाल ठाउँ लाग्यो मलाई चाहिँ अनि सो क्वाइट गुड एन्ड क्वाइट नाइस त्यही हो ल थ्याङ्क यू सो मच अब मैले सकेसम्म देखाउने प्रयास गर्छु त्यही हो